हेलो गाइस, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ पिएस गेमिङ होइन। आज चाहिँ हामी होइन अब मतलब साथीहरूसँग मेरो एउटा मतलब म्युचुअल फ्रेन्ड यहाँ एउटा मात्रै हो। अब म्युचुअल फ्रेन्ड भन्नु के फ्रेन्ड भन्नु होइन। हामी चाहिँ आज गेम हान्नलाई आएको होइन यहाँनिर। अब अगाडि अगाडि घर भन्दा अगाडि अगाडि हान गयो भने त मारिदिइहाल्छ गाइज होइन। त्यही भएर हामी चाहिँ अलिक परतिर झरेको क्या होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ हजुरहरूले होइन। ओइ मेरो छाया पनि देखिँदो रहेछ भित्रपट्टि। गाइज म एउटा कुरा भन्न आँटेको साँच्चै होइन, म हिन्दीमै बोलेर हालौँ कि गाइज नेपालीमै बोलेर हालौँ हौ। मलाई यो कुराले अलि उ गरौँ क्या, नेपालीमा बोलेर हालौँ कि हिन्दीमा बोलेर हालौँ। यो भिडियो चाहिँ नेपालीमा भयो, अर्को भिडियोदेखि मलाई लाग्छ म हिन्दीमा बोलेर हाल्छु होला सायद। किनभने मलाई मेरो प्रिपेयरमा नि यहाँ पनि हिन्दीमै छ यार गाइज है। यो भिडियो लास्टसम्म हेरिदिनु होला गाइज होइन। यो भिडियो लास्टसम्म हेरिदिनुहुन्छ भन्ने मलाई आशा छ। डबल भेक्टर भेटिदिन्छ क्या होइन। अनि यहाँनिर डबल भेक्टर मैले भेटिसकेँ। डबल भेक्टर भेटिसकेपछि अनि यहाँ मलाई त्यत्रो गर्नु त पनि दिनु मन लाग्दैन कि। अब हाम्रो अगाडि अगाडि जान्छौँ, के हुन्छ के हुन्छ गाइज हेर्दै जानु होला अन्तिमसम्म, लास्टसम्म हेरिदिनु होला। अनि त्यसपछि होइन यसो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिइहाल्नु है गाइज। तल के अरे बेलायकनमा ठ्यास दबाइदिनु न, ठ्यास। अनि गाइज सुनले जरा यहाँबाट हामीले अब उठाइसकेको छौँ MP40 होइन। यहाँबाट MP40 उठ अब अलिअलि तर्सिन्छ यार। त्यहाँनिर ल्यान्डमाइन हो कि मतलब त्यो कच्चा ल्यान्डमाइन र पक्का ल्यान्डमाइन हुन्छ नि त। ल्यान्डमाइन हो एउटै हो त्यो हुन्छ नि त। कच्चा ल्यान्डमाइन देख्यो भने नि अलिकति डर हुन्छ कि मनमा होइन। के भन्नु र अरू त म धेरै बोले कि क्या हो। मेरोमा हिन्दीमा कराइरहेछ हजुरहरूले। अब हजुरहरूको इङ्ग्लिसमा होला, मेरो हिन्दीमा छ। म यति बेला चाहिँ हान्दिनँ कि गाइज होइन। जब मैले के अरे नामै बिर्सेँ फेरि, एसी18 होइन, एसी18 भेट्छ नि गाइज तब हेर्नु न, तब बोया हुन्छ होइन। एसी80 जब भेटिन्छ तब बोया खान्छ प्रज्वलले। एसी80 जब भेटिन्छ प्रज्वलले बोया खान्छ गाइज। हिन्दीमा बोलिरहेको छ, नेपालीमा राख्न मिल्दैन थियो, नत्र भने म नेपालीमा राख्थेँ यार गाइज। नेपाली हो भने नेपाली राख्नुपर्छ के। म भनेको एकदमै इन्डियन होइन है गाइज। म भनेको चाहिँ नेपाली नै हो तर इन्डियन भएको बोल्दै। अर्को भिडियोदेखि म नेपालीमै हिन्दीमै भन्छु होला किनभने किन मलाई पनि थाहा छैन यार। खुद एउटै इन्मी भेटिँदैन त अनि भन्ने सोचिदिरहनु भयो होला। ऊ यहाँनिर अब म मर्छु गाइज हेर्नु है। ऊ यहाँनिर म मर्छु होला सायद, त्यस्तै लाग्यो मलाई कि मार्छु कि त मर्छु यहाँनिर। यहाँनिर कि मर्छु कि मार्छु जस्तो लाग्यो। त यहाँ एउटा इन्मी आउँछ क्या र कि माथि हो ऊ त्यहाँ देखेर ऊ हो त्यहाँ पो जान्छु त म त। एन्मी देखेर त्यहाँ जान्छु म। एन्मी देखेर यहाँ जान्छु होइन। हाम्रो सबैजना आउनु म एउटा सल्लाह पार्छु हाम्रो उसले नै एसक्यासले नै। अनि त्यसपछि हामी चाहिँ एसक्यासले नै खेल्छु कि हामी है। अनि एसी80 भेटिन्छ क्या र अनि त्यहाँ पुगेपछि अनि मर्छु त्यहाँ। त्यस्तै लागेको छ। म बिर्सिसकेँ कि मैले मतलब यो बिहानको भिडियो हो, म बिहान खेलेको हो। अनि त्यसो अहिले यहाँनिर नि एउटा हुन्छ, यसले चाहिँ मलाई मारिदिन्छ। कसैले रिभाइभै दिन आउँदैन भने हेर्नु है। म लुक्न त लुक दिन्छु होइन, तर ऊ त्यहाँ हुन्छ मलाई रिभाइभ यसले यहीँ नजिक भएकोले शुद्ध दिँदैन क्या रिभाइभ। ऊ पर भएकोलाई गरेर रिभाइभ दिइदिन्छ के। मलाई यति रिस उठ्छ नि गाइज है। यहाँनिर म मर्छु होला अनि फेरि यहीँ झरेर म यो मेरो लुट्छु तर यहाँनिर म अर्कै गन पाउँछु। यहाँ मेरो गनहरू हुँदैन यहाँनिर। P90 दुईटा डबल P90 अब चढ्दाखेरि त्यही हुन्छ। खोइ मलाई रिभाइभ त दिन्छन् गाइज उनीहरूले होइन, तर अच्छा ये मुझे रिवाइव देगा गाइस, शायद से मुझे रिवाइव देगा वैसा लगता है। हाँ ये मुझे रिवाइव देगा गाइस। उसके बाद भी मैं मरता रहूंगा भाई 2-3 बार। हाँ 2-3 बार तो मरूंगा ही ऐसा लगता है।
हमें फिर से जिंदा हो गए। फिर से मैं वहीं पर जाता हूँ गाइज, और वहीं पर जाकर मैं अपना लूटने का कोशिश करता हूँ, पर लूट नहीं होता। मैं दूसरे वीडियो से हिंदी में बोलने की वो कर रहा था गाइज, प्रैक्टिस करता। मुझे हिंदी अच्छे से आता है गाइज। हाँ, मुझे आता है, अच्छे से ही आता है, पर ये अंदर हैंड में होता है। उसने मेरा लूट लूट लिया होता है, पर उसके लूट से मैं नहीं लूटता। मैं कहाँ बोल मरा? नहीं नहीं भाई, जिधर से नहीं मैं मरा। ये बॉय ने यार, इसको तो मैं हिंदी आ गई, नेपाली यार। यही गन दुईटा लिएर म आफ्नो मेरो लुट बक्स यो अन्त म त्यतातिर जान्न कि आफ्नो लुट बक्स मात्र लुटेर भाग्छु क्या गाइस। म पोस्ट है त्यहाँनिर हुन्छ कि अलिअलि लुट है। अनि त्यसपछि हामी जोनतिर भाग्छौँ, अरू केही पनि जाँदैनौँ होइन। जोन पकडे, जोन पकडे, जोन पकडे। एसएटी भेटिन्छ जस्तो लागेको थियो, भेटिएन त खोइ यार। एसएटीले खतरा लाग्छ अहिले, भेटिन्छ गाइस। एसएटीले अहिले बोया हुन्छ क्या यो गेम है। एसएटीले गर्दा खतरा बोया। म यहाँ चाहिँ किन आएको भन्दा यहाँनिर यो क्विनु गर्न मात्रै आएको यार। अहिले कसैलाई रिभाइभ दिनु परिहाल्यो नि त, चाहिन्छ नि त। अनि त्यही भएर यहाँबाट म उठाउँछु, उठ्पिकर उठाउँछु, किनभने मेरो एसएटी पछिको उठ्पिकरै हो यार गाइस। किनभने एसएटीले पनि राम्रो एकदमै खतरा हुन्छ र अनि यो उठ्पिकारले पनि एकदमै राम्रो हान्छ। बिच बिचमा म रोकिरहेको थिएँ यहाँनिर, आफै रोकिरहेको थियो क्या। म रोके हान्दैन। हाम्रो यहाँनिर लास्ट फाइट होइन यार, अब हाम्रो लास्ट फाइट त्यो त होइन यार, थियो के भएको। मसँग यही गर्नुहुन्छ र यहाँनिर एउटा एनिमी हुन्छ छ जस्तो लागेको चाहिँ थिएन के। तर एनिमी ऊ त्यहाँ हुन्छ, हामी त्यहाँ गएर हान्यौँ है। मेरो एक किलमा त मेरो बोया हुँदैन होला नि त, आफै सोच्नु न यार। कहाँ प्रज्वलले एक किल मात्रै हान। ऊ यहीँ एसएटी भेट्यो नि ला साथी जस्तो। प्रज्वलले अनि एक किलमा मात्र त बोया हान्दैन होला भने सोच्नु न यार गाइज। के हजुरहरू पनि ऊ त्यहाँ हुन्छ कि एउटा त्यसको किल चोरिदिन्छु जस्तो लाग्यो मलाई। कि त त्यसले हान्छ कि त मैले किल चोरिदिन्छु सायद। त्यसले हान्छ। अब गाइज अर्को यता त म केही पनि भ्याउँदिनँ, यता त म केही पनि टिप्दिनँ होला, किनभने यता सबै थोक हुन्छ, यता त केही पनि हुँदैन हाम्रो है। अब हाम्रो लास्ट फाइट यतैतिर पर्छ गाइज, सायद यतैतिर पर्छ होला। हामी मार्नकै लागि जानु भनेर। अब हामी यो गेममा चाहिँ होइन कि योभन्दा अनि अर्कोचोटि खेलेको गेममा चाहिँ हामी हिटलिस्टलाई हानेको होइन, तर त्यो गेममा चाहिँ कोही हान्न सकेनौँ हामीले। तर हिटलिस्टलाई खेलेको यार त्यो गेममा चाहिँ हामी। यो गेममा त हिटलिस्ट त लाएको थिएनौँ, किनभने यो भेटिरहेको थियो कि एनिमीहरू यो गेममा नि। मस्त एनिमीहरू भेटिरहेको थियो यार गाइज यो गेममा। अब मैले भेट्दा मैले त अब यहाँ हेर्नु न यहाँ एक किल मात्र। अरूले यसले 2 किल हाने हाने, तर मैले एक किल मात्रै के भने अब हेर्नु न, अहिले किन सबभन्दा बढी किल हान्ने मै हुन्छु होला। मैले मकडी लिएर किन खेले होला भन्नुहुँदा नु भन्नु होला होइन, के भन्नु होला होइन। सुन्नु न, म फेरि यस्तो हाउडे छु नि होइन, यस्तो ओह्रालोमा पनि प्यान लिएके, त्यही भएर यस्तो गरेर पुग्छ के गाइज। म पागलै हो कि, म अलिक पागल हो, थाहा चाहिँ हजुर। होइन त्यहाँनिर एउटा एनिमी हुन्छ, त्यसलाई म मारिदिन्छु जसरी तसरी 390ले। त्यसलाई त्यो त नक हुन्छ गाइज मेरो साथीमा। हो त्यो तर टाउको छ नि, हो त चाहियो हामीले त्यो लबीमा योसँग यस्तो मतलब अर्कै तरिकाको गराएको थियौँ। टाढो गएर मैले त्यसलाई मारिदिन्छु है गाइज। त्यो मर्छ हो, त्यो जोनले पनि मर्छ, किनभने त्यसलाई मैले खतरा ड्यामेज पनि दिएको, जोन पनि छ, मरिहाल्छ नि अनि। म चाहिँ यहाँ जोनमा मर्छु कि जस्तो लागिरहेको थियो, किनभने त्यत्रो धेरै घटिरहेको थियो क्या तल गाइज।
अनि म चाहिँ उहाँबाट भागेर ढुङठुक होइन 2 किलो त आइहाल्यो है 2 किलो आएपछि अनि त्यसो हामी तल जान्छौँ तर्से यार गाइज म यहाँ साँच्चै नै साउन्ड सुनेर गरेर बस सुनेर हाँसेको यार गाइज हाँसे पनि तर्से पनि के किनभने त्यो अस्ट्रेलियाको अवस्था के होइन अनि त्यसपछि गाइज यता एनिमी छ भनेर हामी यतातिर लागेको होइन तर त्यो मेरो साथी जान्छ कि त्यतातिर त्यही भएर मैले त्यहाँ हानेर म उतातिर गएँ के होइन उतातिर गएर पनि मेरो राम्रो किल हुन्छ सायद म राम्रो हान्छु यता त मेरो साथीले हान्छ सबै म उता गएर अनि खेल्छु क्या त्यहाँनिर एनिमी हुन्छ उता पनि देखाइरहेको हुन्छ क्या हाम्रो लास्ट पार्टी हुन्छ यहीँनिर भयो हुन्छ सायद हाम्रो त्यहाँ हेर्नै अब त्यहाँबाट लुकिरहन्छ एकचोटिको खतरा हानिदिन्छु म वान ट्याप चाहिँ हान्दिनँ होइन तर 3 किल त यहीँ भयो नि गाइज होइन प्रज्वलले 1 किल मात्र हानेर त बोया हान्दैन कि गाइज अब सोच्नु न हौ प्रज्वल गेमर पिएस गेमिङ पिएस गेमरले कहाँ त्यतिकै हान्छ हौ गाइज आफै सोच्नु यार गाइज खतरा ड्यामेज पो दिन्छ खतरा हान्दा नि फेरि म त्यहीँनिर अब अगाडिपट्टि हुन्छ कि हाम्रो अलि हो त्यहाँनिर एउटा ऊ सोलो डेयर लिएर बसेको हुन्छ क्या तर हामी त्यता जान्छौँ अब सोलो डेयर जता दिएको हुन्छ त्यतातिर जान्छौँ अब हामी हेर्नु न त्यो किल मेरो हुँदैन होला सायद त्यो किल अर्को उतातिरबाट हानिदिन्छ त्यसलाई चाहिँ म हान्छु गाइस यो किल चाहिँ त्यसले छोडिदिन्छ क्या हेर्नु न त्यो उताबाट त्यो आस्था गोला फाल्यो क्या तलै बसिदिनु एकछिन होइन तलै बसेर अनि हो अब यहाँदेखि हेर्नु ल मार्छु हेर मार्छु त अझै 6-7 किलो हान्छु जस्तो लाग्यो धेरै नहान्ने नि यार 20-25 किलो त अलि नहान्नु सघाउँला यार यो मतलब सोलो खेल्दाखेरि सकिन्छ कि गाइज होइन अब यो किल चाहिँ म छोडिदिन्छु हेर्नु है लाइक मजाले ठोक्दा क्या गाइज यिनीहरूले होइन अनि त्यसपछि अब गाइज मैले चाहिँ एउटा गरिबको बच्चा भेटाइसकेको छु यो नक हुन्छ सायद तर यसले अहिले जसलाई नक पारे होइन मैले नक यसले नक पारे भने त्यसपछि मबाट नक हो अब त्यो माथि जान्छ कि होइन माथि त्यता झर त्यता जान आँटेको हुन्छ त्यसलाई म फास्टै पारेर नक हानेर पाट्टा पारिदिन्छु क्या ऊ त्यता जाँदै हुन्छ म त्यसलाई मारिदिन्छु त्यहाँदेखि कस्तो त हान्छ देखि त्यहाँबाट जाने हो त भने एउटा तल हुन्छ ऊ यति हेयर किल मेरो हात कि अरू पनि हान्छु कि अर्को नि किल हान्छु कि होइन 6 किल मात्रै हान्छु यार यो गेममा म त्यस्तै अब मतलब अर्को किल यो र म भयौँ अनि अर्को एउटालाई यसले मार्छ क्या हेर्नु ल हेर्नु ल होइन सबभन्दा धेरै किल हान्छ मै छोइदिएँ मैले अब एसपी किलरले हान्छ यसको बाजुमा 6 किलै हुन्छ क्या म किनभने खतै खेलाएकै खाइछु मैले म चाहिँ गाइज होइन मजाले खेल्नु आउँदैन होइन सो उहरू मात्रै खेल्ने हो इन्टरटेनमेन्ट हामी यत्रो खोज्यौँ यसलाई होइन भेटेनौँ कि तर मैले त देख्दा पनि देखाएको थिइनँ अन्त्यमा बोया हुन्जेलसम्म यसलाई मैले देखिनँ यसले कहाँबाट देखाएर हानो होइन मैले यसलाई कसम देखाएको थिइनँ साथीहरूले भनिरहेको थियो कि कता त कता ल सक्यो यस्तै ल हाम्रो बोया कस्तो कहाँ अर्को आजको लागि यति नै गाइज अर्को भिडियोमा भेट्नुपर्छ भन्दै म त टाटा बाई बाई भन्न चाहन्छु गाइज किनभने आजको लागि यति भिडियो लामो भइसकेको छ होइन भिडियो लामो भएको कारणले आज यति नै गर्न चाहन्छौँ गाइज हामी अर्को भिडियोमा भेट्नुपर्छ गाइज हामी फिक्स अर्को भिडियोमा भेट्छौँ भन्ने आश दिलासाका साथ हामी आज यहाँबाट बिदा हुन चाहन्छौँ हस्त धन्यवाद बाई बाई गाइज होइन
अर्को भिडियोदेखि के गरौँ मलाई कमेन्टमा भनिदिनु ल। हिन्दीमा भनौँ कि नेपालीमै मेरो ऊ राम्रो सुनिन्छ कि हिन्दीमा राम्रो सुनिन्छ एकजना गर्न म हिन्दीमा नि बोलेको छु होइन बिचमा मेरो कुनमा चाहिँ राम्रो दिन्छ अन्त म कमेन्ट गरिदिनु होला गाइज। आजको लागि त्यही नै अर्को भिडियोमा बाई बाई गाइज।